विगतमा खानेपानी मन्त्री पर्साकै, कानुन मन्त्री पर्साकै, सामान्य प्रशासन मन्त्री पर्साकै र उद्योग मन्त्री पनि पर्साकै। तब किन यी उद्योगहरूलाई कारबाही गरिएन? कर्मचारीहरूले किन अनुगमन गरेनन् जब मन्त्रालयका मालिकहरू नै पर्साकै थिए? प्रशासन किन मौन बस्यो? यसको सिधा अर्थ के हो? के उद्योगीहरूको पैसाको बिटोले हाम्रा यी शक्तिशाली मन्त्री र कर्मचारीहरूको मुख बन्द गरिदिएको थियो? उद्योगीहरू विलासी गाडीमा घुम्छन्, सुकिला कोठामा बस्छन्, नेताहरू मन्त्री बनेर झन्डा हलाउँछन्, तर त्यही क्षेत्रका सोझा जनताको बाँच्ने अधिकार नै खोसिदिएको छ। आज म पथलैया वीरगञ्ज औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरूले सदियौँदेखि वीरगञ्ज हुँदै बग्ने प्राचीन सिर्सिया नदीको पानीमा उद्योगहरूबाट निस्कने केमिकलयुक्त विषाक्त पानी बिना प्रशोधन सिधै मिसाउँदा उक्त नदी नै एक दुर्गन्धित नालामा परिणत भएको एउटा गम्भीर विषय यस गरिमामय सदनमा राख्न चाहन्छु। नमस्कार, म विमलेश कुमार झा। के विकासको अर्थ विनाश हो? के देशमा उद्योग खोल्नुको मतलब नदीहरूलाई ढल बनाउने लाइसेन्स पाउनु हो? 12 र पर्साको लाइफलाइन मानिने सिर्सिया नदी आज नदी रहेनन्। यो उद्योगहरूको स्वार्थ र पाप बग्ने एउटा कालो नला बनिसकेको छ। वर्षौँदेखि वीरगञ्ज र पर्साका सोझा जनताले यो दुर्गन्ध सहे, रोग व्याधि सहे र आफ्ना खेतबारी बाँझो भएको टुलु हेरे, तर बल्ल सरकार बिउजिएको छ। उद्योग मन्त्रालयले सिर्सिया नदीमा विष ओकल्ने 10वटा ठुला उद्योगहरूलाई 10-10 लाख रुपैयाँ जरिवाना ठोकेको छ। जगदम्बा स्टिल, हुलास स्टिल, शिवशक्ति घिउ जस्ता अर्बौंको साम्राज्य खडा गरेका नाम चलेका कर्पोरेट घरानाहरू आज कानुनको कटघारामा उभिएका छन्। प्रयोगशालाको रिपोर्टले प्रमाणित गरिदियो कि यो उद्योगहरूले आफ्नो नाफा कमाउनका लागि रसायनयुक्त घातक फोहोर पानी बिना कुनै प्रशोधन सोझै सिर्सिया नदीमा बगाइरहेका थिए। तर आज म यो कारबाहीको मात्र कुरा गर्न यहाँ उभिएको होइन। आज म पर्सा जिल्लाको त्यो विडम्बना र राजनीतिक लाचारीको चिरफार गर्न यहाँ आएको छु जसले तपाईँको रगत उमालिनेछ। इतिहास साक्षी छ, पर्सा जिल्लाले देशलाई एकैपटक 4 जना शक्तिशाली मन्त्रीहरू दियो। जनतालाई स्वच्छ खानेपानी खुवाउने कसम खाँदै काखमा बचा बोकेर संसद छिरेका तत्कालीन खानेपानी मन्त्री प्रदीप यादव, जो पर्सा क्षेत्र नम्बर 1 का सांसद थिए। देशमा कानुन निर्माण गर्ने र कानुनको पालना गराउने जिम्मेवारी पाएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, जो पर्सा क्षेत्र नम्बर 2 का सांसद थिए। देशभरका सरकारी कर्मचारी र प्रशासनको नेतृत्व गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, जो पर्सा क्षेत्र नम्बर 3 का सांसद थिए, र उद्योग वाणिज्यकै नेतृत्व गरिरहेका पूर्व उद्योग मन्त्री रमेश रिजाल, जो पर्सा क्षेत्र नम्बर 4 का सांसद थिए। सोच्नुहोस् त, विगतमा खानेपानी मन्त्री पर्साकै, कानुन मन्त्री पर्साकै, सामान्य प्रशासन मन्त्री पर्साकै र उद्योग मन्त्री पनि पर्साकै। सिङ्गो देशको सत्ताको साँचो पर्साका नेताहरूको हातमा हुँदा पनि पर्साकै जनताले स्वच्छ पानी खान पाएनन्। पर्साकै नदीमा उद्योगहरूले विष मिसाइरहे। तब किन यी उद्योगहरूलाई कारबाही गरिएन? कर्मचारीहरूले किन अनुगमन गरेनन् जब मन्त्रालयका मालिकहरू नै पर्साकै थिए? प्रशासन किन मौन बस्यो? यसको सिधा अर्थ के हो? के उद्योगीहरूको पैसाको बिटोले हाम्रा यी शक्तिशाली मन्त्री र कर्मचारीहरूको मुख बन्द गरिदिएको थियो? कि कर्पोरेट हाउसहरूको चन्दाको अगाडि जनताको स्वास्थ्य सस्तो भयो? कुरा केवल 10 लाख जरिवानाको होइन, कुरा त्यो महापाप र अपराधको हो जुन वर्षौँदेखि यहाँका स्थानीयले भोग्दै आएका छन्। वीरगञ्ज पथलैया औद्योगिक करिडोरका यी उद्योगहरूले देशको अर्थतन्त्रमा योगदान त दिएका होलान्, तर त्यसको मूल्य त्यहाँका गरिब जनताले किन चुकाउने? रसायनयुक्त पानीका कारण नदी आसपासका गाउँहरूमा क्यान्सर, छालाको रोग र श्वास प्रश्वासको समस्या महामारी जस्तै फैलिएको छ। गाई बस्तुले त्यो पानी पिउँदा मरेका छन्। खेतमा सिँचाइ गर्दा बाली नाली सखाप भएको छ। उद्योगीहरू विलासी गाडीमा घुम्छन्, सुकिला कोठामा बस्छन्, नेताहरू मन्त्री बनेर झन्डा हलाउँछन्,
तर त्यही क्षेत्रका सोझा जनताको बाँच्ने अधिकार नै खोसिदिएको छ। के यो सामाजिक न्याय हो? के यसका लागि पर्साका जनताले यी नेताहरूलाई जिताएर मन्त्री बुई चढाएका थिए? अब कुरा गरौँ सरकारको यो कारबाहीको। उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार 6वटा उद्योगलाई वातावरण संरक्षण ऐन 2076 अनुसार थप कारबाहीका लागि मध्य प्रदेश सरकारलाई पत्रचार गरेको छ। मन्त्रालयले चेतावनी दिएको छ, समयमै जरिवाना नतिरे तेबर असुल गरिनेछ। सरकारको यो कदम सकारात्मक हो, सराहनीय हो, तर यहाँ एउटा ठुलो प्रश्न उठ्छ। अर्बौं रुपियाँको टर्नओभर गर्ने, दिनमै लाखौं नफा कमाउने जगदम्बा वा हुलास जस्ता स्टिल उद्योगका लागि 10 लाख रुपैयाँ कुन ठुलो कुरा हो? यो जरिवाना उनीहरूका लागि फगत एउटा सानो खर्च जस्तो मात्र हो। कतै यो कारबाही जनताको आक्रोश शान्त पार्न र आँखामा छरो हाल्ने आइवास मात्र त बन्ने होइन। वास्तविक कारबाही तब हुन्छ जब यी उद्योगहरूले अनिवार्य रूपमा फोहोर पानी प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालन गर्छन् र नदीमा एक थोपा पनि रसायन खसाल्दैनन्। नेपाललाई उद्योग चाहिन्छ, विकास चाहिन्छ, रोजगारी चाहिन्छ, यसमा कसैको दुई मत छैन। तर विकासको अर्थ प्राकृतिक र मानव जीवनको चिहानमाथि महल ठड्याउनु होइन। अब जरिवाना तिराएर मात्र पुग्दैन, सरकारले यी उद्योगहरूको नियमित र आकस्मिक अनुगमन गर्नुपर्छ। यदि पुनः प्रशोधन नगरिएको पानी नदीमा मिसाइएको भेटिएमा उद्योग नै बन्द गर्नेसम्मको कठोर कदम चाल्न डराउनु हुँदैन। मन्त्री र नेताहरूले उद्योगीहरूको चाकडी होइन, जनताको चौकीदारी गर्न सक्नुपर्छ। सिर्सिया नदीको यो लडाई केवल एउटा नदी बचाउने लडाई होइन, यो कर्पोरेट दादागिरी र राजनीतिक सेटिङ विरुद्ध नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको लडाई हो। तपाईलाई के लाग्छ? 4 जना शक्तिशाली मन्त्री आफ्नै जिल्लाको हुँदा पनि सिर्सिया नदी सफा नहुनु राजनीति सेटिङ थियो कि लचारी? र अर्बौं कमाउने उद्योगीहरूलाई 10 लाख जरिवाना मात्र गर्नु न्यायपूर्ण छ कि उद्योग नै बन्द गर्नेसम्मको कारबाही हुनु पर्थ्यो? आफ्नो विचार तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला। भिडियोलाई सेयर गरेर यो आवाजलाई सिंहदरबारसम्म पुर्याउन मद्दत गर्नुहोला। हस्त नमस्कार।